वेलकम टु माई ब्लग। अब आज चाहिँ हामी बिहान बिहान हामी कहाँ जाँदैछौँ भने ग्रोसरी गर्न जाँदैछौँ अनि हजुरहरूलाई हामी देखाउँछौँ अनि यसको पनि भिडियो हामी हाल्छौँ। अब हामी चाहिँ सृष्टि र म मिलेर ग्रोसरी गर्न जाँदैछौँ। यस्तो मजाको घाम लागेको छ। सानो यस्तोमा बोकेर हिँडेछ नि। ए यो केटा त कोरियनमा पुरै छ। आज कस्तो रमाइलो है वेदर, एकदम रमाइलो कस्तो होइन, बाहिर घाम लागेको छ, पानी परेपछिको घाम कति रमाइलो। कस्तो राम्रो छ नि वेदर। यो फल तिम्रो फेभरेट भने होइन? हामी चाहिँ यहाँ लोटे आइपुग्यौँ नि। खान्छे हामी चाहिँ यसरी यहाँ ग्रोसरी गर्न आएको छौँ। अब यहाँ किवी लिँदैछौँ लोटेमा। यसलाई के भन्छ ल भन्नु त? नेपालमा आउँदा कति खाइन्थ्यो साँतेर। अनि त यता चाहिँ के भन्दो रहेछ भने फ्लोरिडा पोमेलो भन्दो रहेछ, बोगटे। हामीले चाहिँ बोगटे भन्थ्यौँ। आज गएर साँधेर खानुपर्छ। यसको पनि हामी रेसिपी हाल्छौँ। यो गुलियो त हुँदैन नि है? ए ल सरी। मम्मीले कति मिठो बनाउनुहुन्छ है त्यसको अचार, बुङ्गाको अचार। मम्मीलाई मिस गऱ्यौँ हामीले। होइन सधैँ नै मिस गरिरहेछौँ, तर त्यही पनि यहाँ बुङ्गादेखि चाहिँ झन् बढी मिस भयो। साग चाहिँ लिएर जाऊँ। यही हो रायोको साग। यो चाहिँ हाम्रो पुरै ग्रिनरी सागहरूको सेक्सन भयो। वाह कति पछि देखेको मैले कति खान्थेँ पहिला नेपालमा आउँदाखेरि। मेरो फेभरेट थियो यो स्टार फ्रुट। हामी चाहिँ यसलाई नेपालीमा के भन्थेँ मैले चाहिँ कन्तर भन्थेँ। खान्थ्यौँ, कस्तो मिठो लाग्थ्यो। हामीले चाहिँ हाम्रो ग्रोसरी चाहिँ हामीले सबै किन्यौँ। अब हामी सेल्फ चेकआउट गर्दैछौँ। अब चाहिँ हामी यहाँबाट लाग्छौँ, मन त जान्छौँ। के रहेछ यो? बच्चाले खाने, बच्चाको लागि हो। नातिको निप्पल क्या। क्युट है। हाई गाइस, अब हामी लोटेबाट निस्केर वालमार्ट जाँदैछौँ। चाहिँ हामी लोटेबाट निस्क्यौँ। अब हामी उताको भिडियो पनि राख्नेछौँ। बाई। ओके।
हामी वालमार्ट आइपुग्यौँ। ये अब हामी कहाँ आइपुग्यौँ? वालमार्ट आइपुग्यौँ। अब वालमार्टमा चाहिँ हामी अब हल्का यसो छुटपुटहरू किन्छौँ अनि यहाँबाट हामी ब्याक टु घर जान्छौँ। तर कस्तो मजाको दिन छ है आज। आनन्दको छ कि चिल टाइपको नि। वाउ पर्फेक्ट। ये क्रिसमस ट्री। वाउ हुन्छ हुन्छ यो त मलाई त्यति छान्न आउँदैन। हुन्छ हुन्छ। हामी चाहिँ अब 825 मा यहाँ सबै किन्यौँ। ब्रेड होइन ओके हामीले चाहिँ यहाँ वालमार्टमा सबै सपिङ पनि सक्यौँ अनि अब हामी यहाँ सेल्फ चेकआउट गर्दैछौँ। हामीले यहाँ के लगेको छौँ यसको चाहिँ बेलुका हामी सरप्राइज देखाउनेछौँ। अब हामी यहाँ वालमार्टबाट सबै सेल्फ चेकआउट गरेर निस्किन्छौँ। ओके सी यू अन नेक्स्ट भ्लग। बाई। थ्याङ्क्स फर वाचिङ। मैले चाहिँ यहाँ एउटा कुरा के देखेँ भने सबै झन्डाहरू भएको ठाउँमा हाम्रो पनि नेपालको झन्डा। वा हाई गाइज, हामी चाहिँ सबै ग्रोसरी गरेर घर आइपुगिसक्यौँ। अब चाहिँ हामी यहाँ के बनाउँदैछौँ देखाउँछौँ है त हजुरहरूलाई। फर्स्टमा चाहिँ हामीले लियौँ यो बनाना अनि त्यसपछिबाट यहाँले विप गर्दैछौँ अनि आज चाहिँ हाम्रो सानीको लागि स्पेसल केक बन्दैछ अनि यसको पनि हामी हजुरहरूलाई भिडियो देखाउँछौँ। हाम्रो सानी त खेल्दै हुनुहुन्छ। कस्तो राम्रो भयो है। यसमा के हाल्यौ तिमीले? कि अहिले चाहिँ बनाना मात्रै। अब यसमा चाहिँ हामीले 4वटा अन्डा हाल्छौँ होइन। यहाँ 4वटा अन्डा छ, 4वटा अन्डा हाल्छौँ अनि त्यसलाई चाहिँ मोलेर अनि बल्ल चाहिँ मैदा हाल्छ। अब हामीले कतिवटा हाल्छौँ चाहिँ हामीले यसमा? 4वटा अन्डा हाल्छौँ। 4वटा अन्डा हाल्छौँ। अब छोरीको लागि स्पेसल ओके। मजाले अन्डा र के अरे हालेर हामीले पुरै मिक्स गर्दैछौँ। अब चाहिँ हामीले यसमा भ्यानिला एक्सट्र्याक्ट हाल्दैछौँ अनि फेरि मिक्स गर्छौँ होइन। यसले चाहिँ मजाको फ्लेभर मिठो दिन्छ है। यो चाहिँ हामीहरूले सबै वालमार्टबाट लिएर आएको होइन। अब यसलाई चाहिँ एकछिन छोडिदिन्छौँ हामीले अहिले अनि मिक्स गरेर अब मैदालाई रेडी गर्न थाल्छौँ। ओके ओके हामीले त्यहाँनिर सबै उ गरिसकेपछि चाहिँ हामीले यहाँ मैदा नि मैदामा सिनामन हाल्ने त्यति हाले पुग्छ। सिनामन अनि सल्ट हाल्ने अनि त्यसपछि बेकिङ पाउडर
यसमा चाहिँ हामीले चिनीहरू मिसाउँदैनौँ है? चिनी हाल्दैन, यो चाहिँ सुगर फ्री केक। ओके, सुगर फ्री केक। कति जति हाल्छौँ बेकिङ पाउडर हामीले? 1 टेबलस्पुन चाहिँ बेकिङ पाउडर हाल्छौँ हामीले। यति मात्रै? थोरै हल्का अब धेरै पर्दैन। ओके। अनि त्यसपछि त्यसलाई मजाले मिक्स गर्ने। मिक्स गर्नुपर्छ पहिला। सिनामन चाहिँ त्यति हाल्ने पुग्छ है? पुग्छ। यो चाहिँ हाम्रो फर्स्ट ट्राई हो होइन? त्यही पनि यसो गरी हेरौँ न कस्तो हुन्छ भनेर। ओके, अब हामीले यसलाई के गर्छौँ? त्यसमा मिक्स गर्छौँ कि के गर्छौँ? अब त्यो अहिलेको ब्याटरमा चाहिँ लगेर मिक्स गर्छौँ यसलाई। अब त्यो अघि बनाएर राखेको मिक्स गरेर राखेको अब अलिकति थोरै गर्दै हामीले यसलाई मिक्स गर्दै गर्छौँ। मिक्स गर्दै राम्रो फर्ममा आयो है? फेरि हाल्छौँ अरू 2-3 चोटि गरेर। अघिको त धेरै हुने रहेछ है झिकेको त। धेरै हुन्छ। हामीले बनाएको ब्याटर चाहिँ सबै मिक्स गरेर यो हामीले केकको उसमा राखिसक्यौँ। अनि अब चाहिँ हामीले यहाँ के मिक्स गर्छौँ हामी देखाउँछौँ हजुरहरूलाई है त। हामीले चाहिँ यो 350 डिग्री हिटमा 25 मिनट्स हामीले बनाएको ब्याटर चाहिँ सबै उ गरेर अहिले चाहिँ हामीले व्हिप क्रिम होइन यो व्हिप क्रिम हाल्दैछौँ। अनि त्यसपछिबाट कति जति लाग्छ व्हिप क्रिम चाहिँ? यति जति सबै हालिदिनुपर्छ एउटा। किनभने यो मजाले उ हुनु पर्यो होइन? अनि ओके, त्यसमा चाहिँ अलिकति भ्यानिला भ्यानिला मिक्स गरिदिनु हल्का, धेरै पर्दैन भयो। ओके, अनि त्यसपछि यसलाई मजाले फेरि मिक्स गर्छौँ। यसको टेक्सचर चाहिँ बाक्लो नभएसम्म चाहिँ हामीले यसलाई फिटी नै रहन्छौँ होइन? यहाँ हाम्रो फर्स्ट ट्राई हो नि होइन? फर्स्ट ट्राई होप सो एकदम राम्रो हुन्छ। रेडी भएपछि हामी हजुरहरूलाई देखाउँछौँ टपिङहरू के गर्ने यताउता है त। चाहिँ हामीले सबै बेक गरिसकेको केकलाई चाहिँ यस्तो गर्छौँ। अनि यो माथि चाहिँ हामीले सिरप हाल्छौँ होइन? भेनिला अनि सुगर अनि वाटर हालेर सबै चाहिँ एकदमै मोइस्ट बनाउँछ केकलाई होइन? एकदम मोइस्ट बनाउँछ। राम्रो देखेँ है? एकदम राम्रो भएछ। अब खाँदाखेरि चाहिँ कस्तो टेस्ट आउँछ? खाँदा फेरि त झनै राम्रो आउँछ नि होइन? राम्रो भयो। अब यसमा होइन के ऊ क्रिम हालौँ न। ए हुन्छ ल। यो चाहिँ हाम्रो अर्को लेयर हो। अर्को लेयरमा पनि हामीले चाहिँ मजाले मोइस्ट होस् भनेर होइन? सबैलाई एकदम मोइस्ट केक मन पर्ने भएर चाहिँ हामीले चाहिँ सबै यस्तो गर्दैछौँ। आई होप केक चाहिँ भनेको जस्तै हुन्छ जस्तै छ है? फर्स्ट ट्राईमै जे होस् राम्रो हुन्छ जस्तो छ। अब चाहिँ हामीले अघि बनाएको क्रिमलाई चाहिँ मजाले सबैतिर एउटै उसमा मिलाउँछौँ। यसको प्रोसेस त अघि हामीले देखाइसक्यौँ कसरी गर्ने भनेर। अब चाहिँ हामी स्प्याचुलाले बिस्तारै एकदम इभन आउट सबैतिर त्यस्तो अब गरेर गर्नु पर्दैन किनभने यसमाथि पनि हामीले अर्को लेयर केक
राख्ने छौँ त्यही भएर त्यसले गर्दाखेरि चाहिँ यसलाई टक्क पुरै हुने गरेर मात्रै गर्छौँ गर्छौँ ओके त्यसो भए चाहिँ अब यसमा पनि गर्छौँ त्यसरी गर्दा फेरि राम्रो देखिँदैन कि जस्तो लाग्छ अब यो माथि सबै हामी उयो गर्छौँ होइन तर यस्तो चाहिँ हुनु हुँदैन नि त त्यो यस्तो तलको हुनुपर्छ हो त्यसै त्यही गरौँ न त गाइस हामीले चाहिँ सानीको बर्थडेको लागि चाहिँ हाम्रो डेकोर गर्दैछौँ भर्खरै यहाँ वाइट राख्यौँ ओके अनि यहाँ खोज्दै हुनुहुन्छ हाम्रो सानी चाहिँ हाई गाइस यो चाहिँ मेरो अर्को पार्ट हो हामीले चाहिँ यहाँ अघि पुरै मिलाउँदै थियौँ र हाम्रो चाहिँ छोरीको बर्थडेको वा यस्तो भयो ल अब हामी यहाँ केक राख्दैछौँ ल सानीलाई त्यहाँ राखिदिउँ त सतीश तिमीलाई छोरी ठुलो कि तिम्रो त्यो फोन ठुलो ए ल ल है त ल मेरो छोरीको वा ताली बजाऊ ताली बजाऊ पुगाइदिने 1 2 3 पुगाइदिए बाबा 1 2 3 Happy birthday to you. Happy birthday dear Sana. Happy birthday to you. Yay! Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sasri. Happy birthday to you. Yay! Sana ainda é deu? छोरो के काको आमै Wow. 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 Wow.